नमस्ते सम्पूर्ण साथीहरूलाई। आज म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्धको जनताको हस्ताक्षर अभियानमा साथ र समर्थन गरिरहेको छु र यहाँहरू सम्पूर्णलाई पनि साच्चीकै राज्यले रवि लामिछानेमाथि चाहिँ कानुनी रूपमा पनि अन्याय र अत्याचार गरेको छ भने राजनीतिक रूपमा पनि प्रतिशोध साध्ने काम गरेकै हो भन्ने लागेको छ भने तपाईहरुले पनि यस्तै गरी फर्मलाई म यो भिडियोसँगै लिंक पनि राखिदिनेछु र यो फोटोको पनि राखिदिनेछु है। तपाईहरुले त्यो लिंकबाट यो डाउनलोड गरेर यो फर्म डाउनलोड गरेर तपाईहरुले आफ्नो विवरण भरेर आफ्नो चाहिँ साइन गरेर हैन यो हस्ताक्षर अभियानमा मेरो समर्थन छ भन्ने जनाएर तपाईहरुले सम्बन्धित ठाउँमा नै पठाउन सक्नुहुन्छ है। अनि यसमा चाहिँ तपाईहरुले यहाँ दायाँ बायाँ दुईवटा क्यूआर कोड देख्नुहुन्छ। दुईवटा क्यूआर कोडहरुमा एउटा चाहिँ रवि लामिछानेले भैरवा कारागारबाट गर्नुभएको अपील सन्देश छ, जुन सन्देश तपाईहरुले पढ्नु भयो कि भएन, पढ्नु भएको छैन भने यहाँनिर तपाईहरुले क्यूआर स्क्यान गरेर डाउनलोड गरेर पीडीएफ मा पढ्न सक्नुहुन्छ भने अर्कोतर्फ रहेको क्यूआर कोडमा चाहिँ यो हस्ताक्षर अभियानलाई देशैभर व्यापक बनाउनको लागि विभिन्न टोलीहरु खटाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ आर्थिक सहयोगको पनि खाँचो हुन्छ। त्यसले गर्दा तपाईले आफूले आफ्नो पक्ष अनुसार आफूले सक्ने आर्थिक सहयोग पनि यो फर्ममा हस्ताक्षर सँगसँगै गर्नु हुन अनुरोध पनि गर्दछु। यसमा चाहिँ तपाईहरुले 10 जना साथीहरु चाहिँ संलग्न भएर एउटा फर्ममा 10 वटा कोलमहरु छन्। यहाँनिर 10 वटा कोलमहरुमा तपाईहरुले एउटा प्रिन्ट गर्दाखेरि 10 जना साथीहरुसँग को विवरणलाई चाहिँ यसमा तपाईहरुले भरेर हस्ताक्षर गरेर अनि तपाईहरुले व्हाट्सएप नम्बरमा अथवा इमेल आईडीमा तपाईहरुले पठाउन सक्नुहुन्छ। अनि यसलाई चाहिँ तपाईहरुले आफ्नो विवरणहरु भरेको कुराहरु चाहिँ सामाजिक सञ्जालहरुमा नहाल्नु होला, किनभने त्यहाँनिर तपाईको बायोडाटा जुन तपाईहरुको आफ्नो विवरण हुन्छ, फोन नम्बर हुन्छ, इमेल आईडी हुन्छ, सबैजना मान्छेहरु राम्रो हुन्छन् भन्ने पनि छैन। तपाईको विवरणहरुलाई दुरुपयोग गर्ने, तपाईको टेलिफोनहरुमा अनाधिकृत पहुँच राख्ने हैन, नम्बरहरुमा इमेल आईडीहरुमा अनाधिकृत चाहिँ कुराहरु पठाउने गर्न सक्छन्। त्यसैले गर्दाखेरि तपाईका यो डिटेल्सहरु चाहिँ भरिसके पछाडी सम्बन्धित इमेल आईडीमा अथवा सम्बन्धित व्हाट्सएप नम्बरमा फोटो खिचेर पठाउनु होला र तत्पश्चात सामाजिक सञ्जालहरुमा चाहिँ नहाल्नु होला। त्यसो गर्नुभयो भने तपाईको विवरण सम्बन्धित ठाउँमा अभिलेखीकरणको लागि पुग्नेछ र दुरुपयोग भने हुने छैन। र मैले पनि यो हस्ताक्षर अभियानमा साथ र सहयोग गरे जनाए। तपाईहरुले पनि यसरी नै भरेर पठाउनु होला है। भरिसके पछाडी चाहिँ सम्बन्धित व्हाट्सएप नम्बरमा अथवा इमेल आईडीमा तपाईहरुले पनि पठाउन सक्नुहुन्छ। र यो हस्ताक्षर अभियानमा सहभागी हुनको लागि तपाईका साथी सर्कल, छर छिमेक, आफ्नो आफन्त सबैजनालाई यसको बारेमा आह्वान गर्नु होला है। तपाई देशमा हुनुहुन्छ भने देशमा अपील गर्नु होला, विदेशमा हुनुहुन्छ भने विदेशमा भएका साथीहरुलाई पनि अपील गर्नु होला। के हो भन्ने कुरा सबै साथीहरुले बुझ्नु भएको छ। अब नबुझ्नेलाई त बुझाउन सकिन्छ, बुझेर पनि बुझ पचाउनेलाई त टाउकै फुटाए पनि बुझाउन सकिदैन। कतिपय धेरै चाहिँ मान्छेहरुले बेवास्ता गरेको पनि देखिन्छ। के मतलब र के वास्ता र भनेर हैन। अब आखिरमा जसलाई जे गरे पनि आखिरमा के हुन्न भन्ने कुराहरु पनि देखिन्छ। अब एउटा सामान्य कुरा चाहिँ के हो भन्दाखेरि तपाई हामीले नयाँ आए पनि उस्तै हो, पुरानो भए पनि त्यस्तै हो भन्ने कुराहरु घरेको पनि देखिन्छ, सुनिन्छ हैन। तपाईहरु आफै सोच्नुस् न हैन। वैशाखमा धानको बिउ राख्ने बित्तिकै असारमै धान भित्रै हाल्न त कहाँ पाइन्छ र पाइदैन नि हैन। 30-35 वर्ष त भयो होला नि हाम्रा पुराना राजनैतिक दलहरुलाई समर्थन गरेको, भोट दिएको, निर्वाचित गराएको हैन। उहाँहरुले बनाउनु भएको पद्धति र प्रणाली, उहाँहरु हिँड्नु भएको बाटो मा चाहिँ दिनदिनै जनताले दुःख पाइरहेछन्, पीडा भइरहेछ। देशमा रोजगारी छैन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबै महँगीमा छ हैन। खाद्यान्न महँगीमा छ र युवाहरुले रोजगारी पाएका छैनन्। घर परिवार चलाउन मुस्किल भएको कारणले गर्दाखेरि नै तमाम देशबाट युवाहरु सहज रूपमा भिजा कसैले दिन्छ भने त्यहाँ हिँडिहाल्नु पर्ने अवस्था आएको छ।
यस्ता अवस्थाहरू भइसकेको देशमा अहिले भर्खरै रवि लामिछाने अथवा हर्क अथवा बालेन अथवा अरू एबिसिडी कोही पनि नयाँ युवा अथवा जोसजाँगर भएकै युवा पढे लेखेकै सक्षम आउँदा पनि तुरुन्तै देशमा परिवर्तन आउने भन्ने कुरा चाहिँ होइन। तर थिति बसाल्नुपर्छ, प्रणाली बसाल्नुपर्छ, नीति नियम कानुनहरू बनाउनुपर्छ। ती सबै कुराहरू गर्नको लागि चाहिँ सम्बन्धित ठाउँमा राम्रो मान्छेहरू पुग्नुपर्छ र पुर्याउनुपर्छ। ती मान्छेहरूले बनाउने नीति नियम पद्धति र प्रणालीले अहिले भर्खरै फल दिने होइन, वृक्ष लगाउने हो। त्यो वृक्ष लगाउनको लागि तपाईँ हाम्रो साथ र महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले गर्दाखेरि हस्ताक्षर अभियानमा तपाईहरूले को साथ सहयोग चाहिँ एकदम अपरिहार्य छ। त्यसैले गर्दा तपाईँका साथीहरूलाई पनि बुझाउनुहोला, देश तथा प्रदेश सबै ठाउँबाट हस्ताक्षर अभियानमा साथ र सहयोग गर्नुहोला। र साथसाथै आगामी आउँदो 2084 को निर्वाचनको लागि देशमा हुनुहुन्छ भने देशबाटै, विदेशमा हुनुहुन्छ भने विदेशबाटै, देशमा हुनुहुन्छ भने मतदाता परिचय पत्रहरू बनाएर समयमै रेडी हुँदै गर्नुहोस्, किनभने यिनीहरूले जे पनि गर्न सक्छन् भोलिको दिनमा गएर। त्यसैले गर्दाखेरि हामी नै आफै चनाखो हुनुपर्छ, हामी आफै सजग हुनुपर्छ। हामी आफैले चाहिँ एकदम देशमा अब हामीले नगरे कसले गर्छ त, होइन? यो कुनै एउटाले हो, म यो भन्दिनँ कि रवि लामिछाने 100% सही हो, उहाँ नै अब होइन यो देशको सबैभन्दा जान्ने हो, म भन्दिनँ। तर यो समयको लागि चाहिँ उहाँ जान्ने हो, यो समयको लागि आवश्यक हो। भोलिको दिनमा गएर आगामी 5 वर्ष 10 वर्ष पछाडि उहाँभन्दा बेटर अरू छानौँला हामी। तर यो समयको लागि उहाँमाथि भएको अन्यायको विरुद्ध र उहाँलाई भोट गर्नको लागि र उहाँलाई चाहिँ राजनीतिक प्रतिशोध विरुद्ध भएको छ भनेर नै हामीले यो हस्ताक्षर अभियान जनदबावको लागि भनेर हामीले सङ्कलन गरिरहेका छौँ। तपाईँहरूले पनि यसमा साथ सहयोग र समर्थन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। हस्त नमस्ते, धन्यवाद सबैजनालाई।